ल हामी चाहिँ यो जिरेतोलाको लेक भागमा यो पखेनी बेद भन्ने चाहिँ जडीबुटी खोज्न आएका छौँ। ल हेर्नुहोस् यहाँ यस्तो हुँदो रहेछ यो। ल आन्टी निकाल्नु त कसरी निकाल्छ यसलाई? ए पखेनी बेद भन्ने चाहिँ यस्तो पो हुँदो रहेछ। यो चाहिँ एकदमै राम्रो जडीबुटी हो। ल यहाँ पनि छ, निकाल्नुहोस् त। ल यहाँ मलाई यहाँ माटो छान्न लगाउनु भयो आन्टीले। ल पखेनी बेद त यस्तो हुँदो रहेछ त, ढुङ्गामा टाँसेको हुँदो रहेछ। यस्तो पाती यस्तो हुँदो रहेछ। ल यो ओहो ए पात यहाँ छ बाउजी, हेर्नु त। पात कस्तो मजाको छ। ल ल ल पात हेर्नुहोस् त बाउजी। ए डाँडा पाखामा चाहिँ हामी त खोज्न आयौँ आज। यहाँ निकाल्दै हुनुहुन्छ यहाँ आन्टीले। भाउजू उता हुनुहुन्छ, उहाँ कान्छी आन्टी हुनुहुन्छ। ए ल कोही उहाँ माइजू र बुहारी उहाँ निकाल्दैछन्। ओहो ल हेर्नुहोस् पखेनी बेद। वाह खतरनाक जडीबुटी हो यो चाहिँ। ल ओहो